प्रेसर एउटा यस्तो चिज जसले जतिसुकै ठुलो ब्याट्सम्यानलाई पनि आफ्नो गल्ती गर्नलाई मजबुर गराउँछ। तर टिम अस्ट्रेलिया जुन प्रेसरलाई आफ्नो स्ट्रेन्थ बनाएर अगाडि बढ्छ, प्रेसरले गर्दा गेम जित्छ र प्रेसरकै युज गरेर यति ठुलो नाम बनाएको छ। के यो हिडन ट्यालेन्ट हो अथवा कुनै यिनीहरूले सिक्रेट प्रयोग गरेका छन्? आउनुहोस् यस भिडियोमा कुरा गर्नेछौँ टिम अस्ट्रेलियाको सिक्रेटको बारेमा। वेलकम टु माई च्यानल। जब हामी कुरा गर्छौँ क्रिकेटको तब याद आउँछ हामीलाई 11 प्लेयर, तर जब हामी अस्ट्रेलियाको कुरा गर्छौँ हामीलाई याद आउँछ 11वटा ग्याङ्स्टर जुनले आफ्नो गेमलाई जित्नको लागि जुनसुकै हदमा पनि जान सक्छ। अस्ट्रेलिया त्यो टिम हो, आफ्नो टिमको जितको लागि अरूलाई मार्न होस् या आफू मर्न पनि तयार हुन्छ, त्यो टिम हो टिम अस्ट्रेलिया जसले जेन्टलम्यानको गेम भनिने क्रिकेटलाई आफ्नो लेभलको अर्थात् जुनसुकै हालतमा पनि जित्ने गेम बनाएर छोड्यो। उनीहरू के आफ्नो मनले सेजिङ गर्थे कि गेम जित्नको लागि आउनुहोस् जानु? उनीहरू कुनै बेला यस्तो पनि थियो कि उनीहरू बलिङ र ब्याटिङले होइन स्लेजिङ गरेर जित्ने गर्थे, अरूलाई डराएर जित्ने गर्थे, अरूलाई धम्काएर जित्ने गर्थे। अरू टिम अगाडि आउँदाखेरि 11वटा ग्याङ्स्टर देखिन्थ्यो, आफ्नो ब्याटिङले होइन धम्काएर अरूलाई डर देखाएर जित्ने माइन्डसेट हो अस्ट्रेलियाको एउटै मात्रै माइन्डसेट के छ भने जित्नुपर्छ, हार्ने होइन जित्नुपर्छ, चाहे चिटिङ गरेर होस्, चाहे थर्काएर होस्, चाहे डराएर होस्, जित्ने आफ्नो नसामा छ। वर्ल्ड कप त्यसैले 5-5वटा वर्ल्ड कप जितेर आफ्नो वर्ल्ड कपलाई आफ्नो खुट्टाको मुनि दबाएर राखेको छ अस्ट्रेलियन माइन्डसेटको ब्याकग्राउन्ड जान्ने हो भने डोमेस्टिक क्रिकेटदेखि नै यिनीहरूलाई यस्तो प्रेसर सिचुएसनमा कसरी खेल्ने भनेर सिकाएर आएका हुन्छन् र डोमेस्टिकमा राम्रो गरेका सिलेक्ट भएका जब प्रेसर ह्यान्डल गर्न सक्दैन तिनीहरूलाई क्रिकेटबाट नै निकालिन्छ अस्ट्रेलियाको क्रिकेटबाट। अस्ट्रेलियामा यो छैन कि यो स्टार प्लेयर हो र यसलाई राख्नुपर्छ। अस्ट्रेलियाको डोमिनेसन यति धेरै थियो कि जुनसुकै टिम अगाडि आउँछ त्यसले हारेको थियो र त्यो डोमिनेसनलाई कम गर्नको लागि बीसीसीआईले के गर्यो भन्दाखेरि विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडीको प्लेयर 11 बनाएर तिनीहरूलाई टिम अस्ट्रेलियाको 11 प्लेयरसँग भिडायो। तर त्यति बेला सकिङ रिजल्ट के आयो भन्दा वर्ल्डको सबैभन्दा बेस्ट टिमहरू अथवा वर्ल्डको सबैभन्दा बेस्ट मान्छेले नजितेर अस्ट्रेलियाले तिनीहरूलाई क्लिन वास गरेको थियो, वाइट वास गरेको थियो, त्यही पनि 3-0ले। रिकी पन्टिङ जस्ता क्याप्टेन र सेन वर्सन जस्ता खेलाडीहरू अस्ट्रेलियाले उत्पादन गर्दै आएको छ। जब फेयरलेसको कुरा आउँछ अस्ट्रेलियन माइन्डसेट सबैभन्दा अगाडि हुन्छ। जब प्रेसर म्याच आउँछ अरू टिमको कोल्याप्स हुन्छ, जब प्रेसर म्याच आउँछ अस्ट्रेलियाले तबाही गर्छ, यो कुरा सधैँको। अब यसको लागि प्रुभ गर्नलाई 2023को वर्ल्ड कप भन्दा राम्रो कुनै पनि अप्सन हुँदैन। जब सुरुको क्रिकेट खेल्यो अस्ट्रेलियाले दुईटै म्याच हार्यो, तब सबैले लागेको थियो कि अस्ट्रेलिया जस्तो टिम छैन, यो अस्ट्रेलियाले केही गर्न पनि सक्दैन, क्वालिफाईमा पुग्न सक्दैन। तर ट्विस्ट आउँछ यहाँ, तबबाट अस्ट्रेलियाले यसरी गेम जित्न थाल्यो कि जब यिनीहरूलाई गेम जित्नु आफ्नो दायाँको कुरा हो। जब हारिसकेको म्याच पनि जित्न थाले, 150लाई डिफेन्ड गरेको छ र 300 चेज गरेको छ। यो हो अस्ट्रेलिया। 252को चेजमा 92मा 7 विकेट डाउन छ र त्यसलाई 292 चेज गर्न सक्छ भन्ने कसैको दिमागमा पनि हुँदैन, तर त्यो अस्ट्रेलियाले गरेर देखायो। म्याक्सवेल जसले 200 रनको नट आउट पारी खेलेर आफूलाई प्रुफ गरे कि यस आई हेभ डिएनए अफ अस्ट्रेलिया, मसँग अस्ट्रेलियाको डिएनए छ। र अब इन्डियाको फाइनलमा कुरा गर्ने हो भने इन्डिया एउटा म्याच पनि नजितिआएको थियो र अस्ट्रेलियालाई पहिल्यै नै इन्डियाले सुरुमा हराएर आएको थियो। जब प्याट कमिन्ससँग सोधियो यत्रो क्राउड छ तपाईँले यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ, उसले भन्यो कि यो सबैभन्दा सेटिस्फाइङ कुरा के हो भने जब बिग क्राउड गोज साइलेन्ट, र उनले प्रुफ गरेर देखाए। अस्ट्रेलियाले यसरी प्रुफ गर्यो कि 1 रनको लागि तडपाइदिएको थियो इन्डियालाई। जब रोहित शर्माले यति राम्रो स्टार्टिङ दिएको थियो कि 8 रन पर ओभरमा थियो र त्यसपछिको त्यो रन रेट 240मा गएर 50 ओभरमा 240मा गएर रोकिदियो। र जब ट्राभिस हेड आए 47मा 3 विकेट भएको थियो, ट्राभिस हेडले त्यहाँ सेन्चुरी हानेर भने यस वी आर अस्ट्रेलियन, वी क्यान डु इट। र कन्सिस्टेन्सीको कुरा गर्ने हो भने अस्ट्रेलियाले लगातार 3 बार वर्ल्ड कप जितेर आफूलाई भनेको थियो वर्ल्ड कपमा जित्ने भनेको हामीले हो, हामी सिक्नको लागि होइन हामी जित्नको लागि आउँछौँ, हामीसँग सिक हो है तिमीहरू।
आइसिसी टाइटलको कुरा गर्ने भने वेस्ट इन्डिजसँग 4वटा छ र जब वेस्ट इन्डिज र इन्डियाको टाइटल पुरा मिलाउँछ तब पनि अस्ट्रेलियाको जति टाइटल पुग्दैन, त्यति ट्रफी पुग्दैन। यो हो प्योर डोमिनेन्स अफ अस्ट्रेलियन माइन्डसेटको यो डोमिनेन्स हो। र अस्ट्रेलिया टिम केवल मेनमा मात्रै होइन, फिमेलले झनै धेरै वर्ल्ड कप जितेको छ। जब वर्ल्ड कपको हिस्ट्री हेर्नुहुन्छ तब लाग्छ कि यहाँ एसेस चलिरहेको छ कि वर्ल्ड कप चलिरहेको छ। त्यहाँ न्युजिल्यान्ड, अस्ट्रेलिया र इङ्ल्यान्ड बाहेक कुनै अरू टिम पनि दावेदार छैन फिमेल वर्ल्ड कपको लागि। महान टिम त्यो हो जसले अस्ट्रेलियालाई सेमिफाइनलमा हराउँछ अथवा नकआउटमा हराउँछ। अस्ट्रेलिया नकआउटमा यस्तो चट्टान बनेर बस्छ कि त्यसलाई हल्लाउन जुनसुकै टिमलाई पनि गाह्रो पर्ने गर्छ। र अस्ट्रेलियाले यो प्रुभ गरेर देखाएको छ, प्रेसर ह्यान्डल हामी गर्छौँ। प्रेसर ह्यान्डल गर्ने कुनै बच्चाको खेल होइन। र क्रिकेट भनेको टिमवर्क हो र अस्ट्रेलियाको जस्तो टिमवर्क आजसम्म कसैले पनि गर्न सकेको छ। जब एउटा प्लेयर कुनै अर्को देशको प्लेयरलाई स्लेजिङ गर्न जान्छ नि, त्यति बेला आउँछ 11वटा ग्याङ्स्टर अनि त्यसलाई त्यो ग्राउन्डमा बसुन्जेलसम्म यति सुनाउँछन् कि त्यसलाई मेन्टल्ली प्रेसर भएर पनि त्यसले जितेको गेम हारेर जान्छ। र अस्ट्रेलियाको एउटै मात्रै जितको कारण हो जित्नु पर्छ भन्ने। उनीहरूलाई यो मतलब छैन कसरी जित्ने, तर यति थाहा छ जित्नै पर्छ। धन्यवाद।